गोब्रो स्टार भ्लग मैले खासमा अघि नै अमेजनबाट ए भाइले हल्ला गरेर डिस्टर्ब गरेका यहाँ फेरि कट्टु सुकाएको रहेछ देखिन समस्या हो के यति ठुलो स्कुल जाने जस्तो झोला कहाँबाट आयो यसको पनि केही काम हुन्छ र सो हेलो एन्ड व्हाट्सअप गाइज गुड आफ्टरनुन एन्ड नमस्ते छ्याजोलु झोरले है ल्यासो फ्याफुल्ला वेलकम ब्याक टु माई च्यानल दिस इज न्यू भ्लग इट्स अल अबाउट डेलिभरी ब्याग भित्रबाट भाइ बोल्दै हुनुहुन्छ मलाई डिस्टर्ब गर्नको लागि यो विदेशमा भ्लग गर्ने माहौल छैन र मलाई डिस्टर्ब गर्ने भाइ यिनै हुन् अस्ति गाडी धकेल्न सहयोग गरेको हो नि त्यही भएर म केही भन्दिनँ हाँस्दै छन् एनिवेज गाइज र अब युकेमा चाहिँ यसले युट्युबबाट टन्नै पैसा कमाएको होला भनेर सोच्ने पनि धेरै छन् अब त्यो सोच्दै हुनुहुन्छ भने तपाईँले गलत सोच्दै हुनुहुन्छ त्यसको प्रुफको लागि मैले आज मेरो एउटा सामान आएको छ त्यो सामानलाई अनप्याक गरेर त्यसलाई चाहिँ यसो इन्स्टलमेन्ट कि के भन्छ नि के गर्ने इन्स्टल गर्ने कि के अरे त्यसलाई फिक्स गर्दैछु र त्यो सामान के हो हेरौँ है त डेलिभ्रोको झोला मैले यो खोल्दैछु है केटाकेटीले आधा उधी त खोलिसकेछ नि यो निकाल्नु त पनि तान्नु त हेरीको टाउकै छिर्छ त यार नबन्दैन ल यहाँभित्र के आउँदो रहेछ त भन्दा यस्ता पाता आउँदो रहेछन् मैले पनि घरमा बाउलाई फेरि झारेर नाकै भाँच्नु होला अनि त्यसपछि यस्तो यस्तो पनि आउँदो रहेछ यस्तो कसरी फिक्स गर्ने लेखेछ है अब यसलाई यहाँ फिक्स गर्नु पर्यो ए पछि डेलिभरी गरिदिनु भने फ्रिजमै हालौँ है ए तिनवटा राख्ने भनेको सजिलो रहेछ त यार यहाँ त म बस्नै मिल्छ हजुर त अट्नुहुन्छ यार बहिनी एकतालै पाउँछ है एकछिन भ्याइ जस्तो भयो यस्तै हो त यसरी त्यहाँ यसरी फ्याँच्चै पऱ्यो भने त बर्गर सर्गर त्यही स्यान्डविच बनिहाल्छ नि बहिनी यो त निस्को ए मेरो त्यही भएर त यस्तो यहाँ डेलिभरी गर्नुलाई भएन पाता त्यही फुस्केर यहाँ पनि भयो हुँदैछ यार भाइ अब एकताल यो भएन बहिनी यो भएन गाई त्यसरी यहाँ अड्केन बहिनी अरे भएन सबै च्याति मर्यो यो भाइले त यहाँ त अचार सचार राख्ने होला क्या बहिनी यो डेलिभरी गर्दा होइन होला हो म हेरि पर्दिउँला मारे याला थोबो भन्दिनु मैले याला थोबो भनेको छु अरे तपाईँको टाउको याला थोबो चाहिँ कहिले भन्नु त नि र मलाई नि त्यही सिकाएको अरे शङ्कर तामाङ यहाँ त आइसक्यो एउटा यो भ्लग सुरुमा तिमीले हेर्छन् मार्ने हो कि क्या हो भोलि यहाँ पिज्जा फर्को भने हजुरलाई दिउँला नि त यस्तोमा त फर्किन्छ अरे नि थाहा भयो मलाई चाहिएन हजुरको पिज्जा हजुर मेरै महँगो भयो तपाईँ र मेरै लागिरहेछ के भयो त्यो दाइले आधी पैसा चाहिँ मलाई दिने भने है डेलिभरी गरेर अब चाहिँ यसले झोलाले सेप लियो बल्ल है अब यो चाहिँ बिचमा पिज्जा सिजा राख्ने होला क्या होइन एकछिन बहिनी दुईटा हुन्छ हो अब होइन दुई स्टेप भयो नि त अब कसरी हुन्छ र यहाँ मुनि छ नि त यसको मुनि पनि पिज्जा राख्ने अब यहाँ चाहिँ यहाँ तलपट्टि पिज्जा राइसहरू त्यस्तो राख्ने यहाँ माथिपछि ड्रिङ्क्सहरू राख्ने है त अनि करी चाहिँ अब त्यो ड्रिङ्क्स राखेको त्यहाँ साइडमा राख्ने नि करी न त तरकारी घरै पकाउने हो क्या बहिनी एकताल हजुर अटाउनु चाहिँ विचार गरिदियो एकताल अब म त अट्छु होला सायद मलाई फेरि कमेन्टमा है मान्छे चाहिँ यत्रो मोटा खाने अट्छन् रे भन्नु मलाई यो झोला देख्दा के याद आयो थाहा बहिनी यो झोला चाहिँ काठमाडौँको बोर्डिङ स्कुलहरूलाई दिने हो भने ठ्याक्क विद्यार्थीलाई सबै किताबहरू हो त झन् क्लास 8 देखि 10 सम्मलाई दिनुपर्छ कन्ता बोकेछ हामीले सो गाइज मलाई यस्तो कमेडी देखिरहेको दिस इज अल अबाउट किन्दिन भयो अरे के नाकको टत्त हुन्न भिडियोमा त
सो गाइज दिस इज अल अबाउट मेरो डेलिभरीको ट्याक्क झोला प्याक गरेको हानेर मारेको के अर्कालाई ठुलो न ठुलो हुन्छ क्या फेरि यो ढोकाबाट बाहिर क्यारी जान्छ थाहा होइन यदि ढोकाबाट बाहिर लान सकेँ भने चाहिँ मैले यसमा ट्याक्क सामानहरू प्याक गर्छु होइन त नाके सुन्ने देखाइदिएर बहिनीको त झन्डै रहेछ अनि मेरोमा नाकमा भुत्ला नि होइन त्यही भएर यदि अनि ठ्याक्क लाएर यही पर्छ हालिदिनुहुन्छ यस्तो कमेडी हुनुहुन्छ प्लिज नहेरिदिनु ल र यदि हजुरहरू एसेक्स एरियामा वरिपरि चेम्सफोर्डको वरिपरि बस्नुहुन्छ भने चाहिँ र मैले डेलिभरी गरेर ट्याक 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 ल्याएको खानेकुरा खान मन छ भने चाहिँ डेलिभरीबाट ट्याक्क सामान चाहिँ अर्डर गरिराख्नु म यही झोला बोकेर टुई 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 क्यामेरा हातमा लिएर भ्लग गर्दै गर्दै आउँछु यदि हजुरहरूलाई क्यामेरामा देखिन मन छैन भने चाहिँ ढोकैबाट भन्नु है त थ्याङ्क यू सो मच फर वाचिङ थ्याङ्क यू बहिनी हजुर पनि थ्याङ्क यू भन्नु आउनु नमस्ते धन्यवाद नमस्ते भनेपछि छ्याजुलो झोरले भन्नुपर्छ कि छ्याजुलो झोरले ल्यासो साके ब्रोबाट डेली ब्रो भन्छ नै यिनी पनि आजबाट